ल फ्रिजहरू पनि वासिङ मेसिनहरू पनि सबै लग्यो। अब चाहिँ खाली खाली हुँदैछ यो। यति चाहिँ अब बेलुका र भोलि बिहान पकाएर खाने, यताउता गर्ने। त्यसपछि भोलि चाहिँ पुरै क्लिनिङ हानेर यो छाताहरू पनि सबै फालिदिने, टोयलेट पनि सफा गर्नुपर्छ पुरै क्लिनिङ हानेर। जति क्लिनिङ हाने पनि पैसा तिर्नुपर्छ, त्यही पनि। यहाँको म्याट्रिक्स पनि लगिसक्यो। यसलाई चाहिँ नेपाल लैजाउँ कि नलैजाउँ भइरहेछ। जाने त नेपाल, तर सक्दिनँ लाने यार, तल म छोडिदिन्छु यहीँ। यस्तो खाली यस्तै भयो। लुगाहरू चाहिँ यहाँ धोइरहेछ सफा। कस्तो लागिरहेछ त सामानहरू लिएर जाँदाखेरि? राम्रै। अब यहाँ फाल्नलाई झन् गाह्रो हुन्थ्यो, अब लग्यो। आनन्द भयो। 5000 तिर्यो। पैसा पनि तिर्यौँ है हामीले चाहिँ। सामान फालेको पैसा उल्टो तिर्यौँ। अब यो जति सफा गऱ्यो नि फेरि सफा गरेको नि पैसा लैजान्छ। तै पनि होइन, अब आफ्नो नेपाली बसेको भनेर क्या गनाउँदै बसेको होला, क्या फोहोर गरेको होला भनेर के प्रुफ गर्नु भनेर हल्का सफा क्लिन त हान्न पऱ्यो नि, होइन? टक्क लाएर त्यही हो। अब नेपाल जानुपर्छ। नेपाल जाने अब एक हिसाबले नेपाल जान पाउँदा खुसी लागिरहेछ, एक हिसाबले दुःख पनि लागिरहेछ। पैसा कमाउन सकिएन। 2-4 वर्ष बस्या भए यसो अलिअलि पैसा कमाउन सकिन्थ्यो होला, अलिकति केही गर्न सकिन्थ्यो नेपाल गएर दुःख सुख। म चाहिँ खुसी नै छु नेपाल जान पाउँदा पनि, किनकि म त नेपालको धेरै माया गर्ने मान्छे। तर दुखी चाहिँ यहाँ छ। म त दुखी छु। पैसा हो, पैसा बिना केही चल्दैन है। अनि के गर्ने, खुसी भएर। माया चाहिँ लाग्दैन नेपालको? लाग्छ, आफ्नो देशको माया लाग्छ कि लाग्दैन भन्ने त्यो चाहिँ कस्तो खालको क्वेसन हो? त्यही त। अलिकति पर्सेन्ट पनि खुसी चाहिँ छैन देश फर्किनु पाउँदा? होइन, मलाई अहिले पैसा चाहियो, नफर्किन पाए हुन्थ्यो थियो। अब के गर्ने। ल ठिक छ, त्यही हो कुराकानी, त्यही हो कुराकानी। अब यस्तै नै हो, के गर्ने तपाईँले? अब जति टेन्सन माने पनि हामीले गर्न सक्ने कुराहरू, हामीले मेहनत गर्नुपर्ने कुराहरू अब यहाँ जति गरे पनि नहुने भइसकेपछि अब चाहिँ हामीले गर्नुपर्ने केही छैन यहाँ। अब नेपाल फर्किन बाहेक अरू केही पनि छैन। अब नेपाल गएर फेरि 1-1.5 वर्ष अलिकति मेहनत गरेपछि आउन मन लाग्छ भने फेरि आउनुपर्छ पार्टी। नआए पनि नेपालमै दुःख गरेर सानोतिनो 2-4 हजार कमाएर खाने बाटो चाहिँ गर्नुपर्छ है। ल यात्रामा जोडिरहौँ है, जोडिरहौँ। अब हामी निक्लिन्छौँ भोलि पर्सितिर 20 गते हामी बेलुका निक्लिन्छौँ। कस्तो हुन्छ म देखाइरहन्छु नि तपाईँहरूलाई। आजबाट अब प्याकिङ सुरु भयो। अब चल्दिनुपर्छ भोलि त। आज पुरै प्याकिङ गरेर यो क्लिनिङ हानेर टक्क लारी। आज त ओछ्यान पनि यस्तोमा झऱ्यो त। लु त फाइनल्ली बाई बाई भन्ने दिन पनि आइसक्यो। मिठो छ।
बसेर खाऊ न जापानमा चाहिँ लास्ट आफैले पकाएर खाएको आज लास्ट ल चेयर्स दिन फोन गरेर फेरि तिमीहरूले यस्तो भन्यो अरे नि भन्नु बेर छैन नबोलेका कुराहरू पनि यहाँ त यस्तो त नि त भने सक्छ यहाँ धेरै जसो मान्छेहरू जो गल्ती गरेको छैन उही मान्छेहरू चाहिँ धेरै फसिरहेको हुन्छ फसिरहन्छ गल्ती गरेको छैन अनि गल्तीको दोष बोक्नु परेपछि कस्तो हुन्छ मान्छेहरूमा त्यो एउटा पशुको व्यवहार आउँछ नि त्यो मान्छेहरूलाई चाहिँ त्यस्तो फिल भएपछि त्यस्तो हुन्छ जस्तो लाग्छ क्या त्यो आतङ्क मचाउने तिनीहरूले यसै गर्दैन नि अति फ्रस्ट्रेसन अति तनाव भएर नभएको कुरालाई पनि हो बनाइदिएर त्यो गरेको नगरेको त त्यो मान्छे बोल्ने मान्छेलाई थाहा होला नि मुखले हो भने के हुन्छ अहिलेको जमाना सबै कुरा देखावटी मात्र भयो क्या जे कुराहरू पनि देखाउनुको लागि मात्र तिमीलाई के लाग्छ त्यस्तै हो 1/26 होइन हो कि 28 26 मा प्याक हो तर मिलाएर हाल्ने भने मिल्छ क्या जम्मै जोख्ने कुरै भएन फिल्म भन्दा चाहिँ हेर्ने होइन त्यो एउटा नखोजा भयो कति खायो रोटी त तर धेरै ठिक रहेछ यसो खाना यो रोटी
भोलि त यतिखेर चेकिङमा आउँछ त्यहाँ होइन 8 बजे नै भइहाल्छ नि बिचमा 11 कतिको फ्लाइट होइन रुम हेर्ने मान्छे क्या ए रुमको होइन क्या उसको आउने बिहानमा त बत्तीको रुमको 3 बजे जहाँसम्म तिनीहरू हेर्न आउँदैन जस्तो चाहिँ बत्तीको तिनीहरूले चाहिँ यतिमा बन्द गरिदिने भनेर बन्द गरिदिनु होला नि पैसा चाहिँ अनि पछि उबाट निकाल्ने भनेर एकाउन्टबाट पैसा तान्ने होला कि त्यो रुमको तिर एक्स्ट्रा तिर्नेहरू कुम्बिने नगरेको त्यसले भन्थ्यो त कतिवटा रोटी छ थाहा 14 वटा अहिले 4वटा खा होला अच्छा अघिबाट खाइरहेछ जम्मा 4 वटा खा होला खाना चाहिँ म डेन्जर फास्ट खाने जे खाए पनि गड्याङ गुडुम खाइहाल्नु पर्ने पेटलाई आनन्द आएपछि भयो बल्ल त्यो भएर मलाई छुट्टा छुट्टै खान मन लाग्छ तिमीलाई चाहिँ बिस्तारै खानु मन लाग्छ आफ्नो आफ्नो भाग राखेर खानुपर्छ एकै ठाउँमा खाने भनेर खान्छ नि धोका पाउँछ स्योर मस्त खाने त्यसले धोका पाउँछ कम खान पायो क्या दही त कस्तो स्वादै छैन चिनी नराखेको दही हो त नि हाम्रो जस्तै पारा चाहिँ कसको भए कमेन्ट गर्न चाहिँ नबिर्सिनुहोस् है हाम्रो जस्तै कि आउने साथ 1 वर्षमा ब्याक टु होम हामी त्यहाँ पैसा कमाउन आएन कि हामी त्यहाँ ऋण कमाउन जस्तो भयो त्यही ऋण पनि गरेन अझ छोले दही छ सक्छ धन्यवाद
देखेर कस्तो हो यो दही त भन्ने अनि फेरि अझ खोज्ने होइन मुख लास्टमा अलिकति त्यही भएर मैले राखेँ हान्दिए ज्याप्छु यहाँ हुँदैन त मिठो भयो यसमा नुन मसला अगाडि नै सक्यो खाएर टेबो भएर मिठो भयो अब प्याकिङतिर लाग्न पर्यो प्याकिङ गरेपछि देखाउँछु है त सामान त पुरै अटेन यार तनाव भयो नि त यसलाई त त्यो ठुलोमा हाल्नु पर्ला छ त्यो पर्दालाई त्यसमै क्या खैरोमा कुन यसमा अट्छ यसमै हाल्नु नि त त्यो ब्याग थकै लाग्यो सामान हाल्दा लुगा त सुक्नु दिएन भोलि बिहान हाल्नु पर्यो नि केही पुग्दैन अब यत्तिकै हो